नमस्कार दर्शकबिन, हामीसँग हुनुहुन्छ उज्यालो नेपाल पार्टीका युवा नेता र यता सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँसँग विशेष संवाद गर्नको लागि गइरहेको छु। विशेष गरिकन पछिल्लो समयमा चाहिँ धादिङमा घटेका जुन घटना थियो, थाक्रे गाउँपालिकामा चाहिँ एउटा डोजार एउटा चाहिँ ट्रक पुडिएको र लडेको भन्ने किसिमको विभिन्न घटनाहरू पनि आइरहेको छ। र त्यसको साथै पछिल्लो समयमा चाहिँ राजसभाका नेता संसद चाहिँ आशिका तामाङले एउटा अमानवीय व्यवहार गरेको भन्ने कुरा पनि आएको छ। यसको बारेमा विशेष संवाद गर्नको लागि गइरहेको छु। विशेष गरी उहाँहरू थाक्रे गाउँपालिका चाहिँ त्यहाँका स्थानीय बासिन्दा हुनुहुन्छ। विशेष सम्बन्ध गर्नु। नमस्कार सर। नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? हजुर आरामै छु। ल अब यतापट्टि म कान्छातिर जान्छु। तपाईँ पछिल्लो समयमा तपाईँको गाउँपालिकामा चाहिँ घटना घट्यो भन्ने कुरा आएको छ र त्यसमा चाहिँ ट्रकहरू पल्टियो, ट्रकमा विभिन्न चाहिँ भयो भन्ने किसिममा आएको छ। के भएको खास कुरा, त्यो घटना के हो? त्यो मैले पनि झट्ट न्युज हेर्दाखेरि हिजो मात्रै त्यहाँ त्यो ढुङ्गा खानी जुन राम्चे थाक्रे गाउँपालिका वार्ड नम्बर 7 राम्चे खानी भन्छ, त्यहाँ चाहिँ ढुङ्गा निकै अगाडिदेखि ढुङ्गा खानी चलाइरहेको थियो। त्यो चाहिँ अलिकति वैधानिक त नभएको, त्यो ढुङ्गा खानी चलाउँदै गर्दाखेरि चाहिँ तल जुन बस्तीहरूमा चाहिँ पानीको अभाव भएको, पानी सुक्दै गएको भनेर पटक पटक आन्दोलनहरू भएको थियो। धेरै मिडियाहरूमा पनि यो भिडियोहरू देख्न सक्नुहुन्छ। ढुङ्गा खानी सञ्चालन भएको थियो त्यो चाहिँ? त्यो ढुङ्गा खानी चाहिँ पटक पटक बन्द हुँदै फेरि खोल्दै, बन्द हुँदै खोल्दै। किनकि त्यो अवैधानिक भएकै कारणले त बन्द गराएको हो नि त। त्यहाँको स्थानीय उठेर नै बन्द गराएको हो। तर फेरि पटक पटक सेटिङ मिलाएर अथवा सबै मिलोमतोमा चाहिँ त्यो ढुङ्गा खानी चाहिँ सञ्चालन गरिरहेको अवस्था थियो। र हिजो चाहिँ 81 के भयो भन्दाखेरि मैले पनि न्युज हेरेँ, म पनि झसङ्ग भएँ। किनकि त्यहाँ चाहिँ ठुलो ढुङ्गा, टिफर भन्दा पनि धेरै ठुलो ढुङ्गा चाहिँ माथिबाट खसेर त्यो टिफर पनि कच्याकुचुक र ड्राइभर पनि त्यहीँ कच्याकुचुक भएको अवस्था देखेँ। त्यो धेरै दुःखद कुरा थियो। तर त्यो ढुङ्गा खानी यदि बन्दै गरिरहेको थियो भनेदेखि त्यस्तो घटना घट्ने थिएन। निकै दुःख लाग्दो घटना घटेको छ। त्यो चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ हामीले पनि त्यसको लागि चाहिँ अब अगाडि बढिरहेको छौँ हामी। ढुङ्गा खानी सञ्चालनको कारणले गर्दा त्यहाँ टिफर चाहिँ त्यहाँ चाहिँ भयो होइन, घटना भयो, अब टिप्पर चाहिँ पुर्यो भन्ने कुरा आएको छ। अनि त्यहाँ टिप्पर चालक पनि त्यहाँ चाहिँ त्यो घटनामा चाहिँ परेर चाहिँ उहाँ मृत्यु भयो भन्ने कुरा आएको छ। टिप्पर चालकको परिवारलाई राहत दिने कार्यक्रम भइरहेको छ कि के छ त्यसमा? अब टिप्पर चालकहरूलाई राहत दिने कुरा त खोइ अहिलेसम्म म पनि त्यहाँ चाहिँ एक्ज्याक्टली पुगिसकेको छैन। हजुर। आज पनि कार्यक्रम थियो हाम्रो उज्यालो नेपाल पार्टीको चाहिँ धादिङ जिल्लाको भेला कार्यक्रम थियो। त्यो भएको हुनाले जिल्लातिर लागि, त्यसैले त्यहाँ पुग्न पाएको छैन। आज आशिका तामाङ पुगेर पनि त्यहाँको विषयमा बोलिरहेको मिडियामा देख्न पाएँ। र त्यहाँ चाहिँ अब के छ त भन्दाखेरि अलिकति लापरवाही, धेरै लापरवाही थियो पहिलेदेखि नै। त्यो त अब खानी त चलाउन के छ त त्यो होइन, चलाउनु नमिल्ने हो नि। पटक पटक त्यहाँको स्थानीयले अवरोध गर्दा पनि खानी त चलाउने होइन नि त, त्यो त बन्द गर्नुपर्ने हो नि त। तर गाउँपालिका मौन थियो, वडा अध्यक्षहरू मौन थियो त्यहाँ होइन, बन्द गर्नुपर्ने ठाउँमा मिलोमतोमा चलाइरहेको थियो। किन होला त तपाईँको विचारमा चाहिँ के हो त? वडा अध्यक्ष र त्यहाँको गाउँपालिकाका जो कार्यकर्ता के अरे गाउँपालिका चाहिँ प्रतिनिधित्व हुनुहुन्छ, सरकारी कामको अझै गर्ने कर्मचारी हुन्छ, किन उहाँहरू चाहिँ चुपचाप मौन बस्नुभयो त? अनि यसमा अब त्यही सबै कुरो हेर्दाखेरि मिलोमतैको कुरा त हुन्छ नि। यदि मिलोमतो थिएन भने त त्यो खानी त तत्काल त्यो पालिका र वडाले त रोक्न सकिन्थ्यो नि होइन, मिलोमतोकै चलाएको नि त। त्यो भएको हुनाले त्यो खानीलाई चाहिँ त्यस्तो दुःखद घटना घटेको छ। अब त्यो खानी चलाउनु हुन्न, त्यो खानी बन्दै गर्नुपर्छ भन्ने चाहिँ हामीले त्यसरी लागिरहेको छौँ। हामी यतातिर लागौँ, यहाँ विशेष त उहाँ हुनुहुन्छ। के लाग्छ यो घटनालाई कसरी हेर्नुभएको छ? तपाईँ पनि त्यही धादिङकै चाहिँ स्थानीय हुनुहुन्छ, तपाईँ स्थानीय हुनुहुन्छ, नागरिक हुनुहुन्छ, के भन्न चाहनुहुन्छ यो घटनालाई कसरी हेर्नु भएको छ? यो चाहिँ तपाईँको सरसरी हेर्दाखेरि हामीले यो जुन खानी सञ्चालन गरेका जुन व्यक्तिहरू छन् उहाँहरूको लापरवाही हो भन्ने कुरा चाहिँ हामीले बुझिन्छ। किन भन्दाखेरि हामीले विगत
केही वर्षदेखि नै हामीले किनकि उहाँहरूलाई चेतावनी दिँदै आइरहेको थियौँ यो खानी बन्द गर्नुपर्छ किनकि यो एउटा सार्वजनिक जग्गामा हटाएर यिनीहरूले चाहिँ खानी सञ्चालन गर्दै आएको छ भनेर हामीले चाहिँ विभिन्न समयमा हामीले किनकि उहाँहरूलाई सम्झाउँदै बुझाउँदै आइरहेको थिएँ तर आज किनकि उहाँहरूले बन्द गरेको भए आज यो स्थिति आउने थिएन किनकि आज जुन मान्छे मर्ने स्थिति आएको छ नि त तपाईँको जुन टिप्पर चाहिँ तपाईँको चाहिँ काचाकुचुका हुने अवस्था आएको छ नि त त्यो आउनुको कारण भनेको चाहिँ किनकि उहाँहरूको लापरवाहीको कारणले हो होइन त्यही कारणले गर्दाखेरि अब फेरि पनि तपाईँको चाहिँ त्यो खानी एकदम तपाईँको चाहिँ सार्वजनिक जग्गामा चाहिँ चलाउँदै आएको खानी हो तपाईँको चाहिँ किनकि तपाईँको गाउँपालिका वडा अध्यक्ष तपाईँको चाहिँ वडाका वडा अध्यक्ष उपाध्यक्षदेखि लिएर र उहाँहरूको मिलमतमा चलाउँदै आएको खानी हो तर तुरुन्तै बन्द हुनुपर्छ भन्ने मेरो चाहिँ सुझाव हो बन्द भएन भने उनीहरूले चाहिँ जबरजस्त रूपमा चलाउन खोज्यो भने त्यहाँ धादिङ बेसीका अथवा धादिङका चाहिँ स्थानीय बासिन्दाहरू तपाईँहरू चाहिँ उठ्नुहुन्छ प्रतिकारमा यदि तपाईँको चाहिँ अझ पनि तपाईँको चाहिँ खानी सञ्चालकहरूले तपाईँको चाहिँ त्यहाँको वडा अध्यक्ष तपाईँको चाहिँ गाउँपालिका वडा अध्यक्षहरूले तपाईँको चाहिँ अझ पनि तपाईँको चाहिँ अटेरी गरेर खानी चलाउने तपाईँको चाहिँ खानी चाहिँ सञ्चालन गर्ने स्थितिमा आयो भने चाहिँ हामीले तपाईँको चाहिँ कस्तो स्थितिमा कस्तो चाहिँ अवस्थामा कस्तो चाहिँ स्थिति चाहिँ निर्माण गरेर तपाईँको चाहिँ आन्दोलन गर्नुपर्छ र त्यो खानी कसरी बन्द गर्नुपर्छ भन्ने कुरो चाहिँ हामीलाई राम्रोसँग थाहा छ हामीले चाहिँ बन्द गरेर छाड्छौँ यता म कान्छाजीसँग म जान चाहेँ आशिका तामाङले पछिल्लो समयमा त्यहाँ गएर त्यहाँको स्थानीयवासी भन्दा पनि स्थानीय त्यहाँको चाहिँ निकायका वडा अध्यक्षहरू कसलाई चाहिँ धेरै रुखो व्यवहार गर्यो अथवा चाहिँ झपार्यो विभिन्न किसिमको चाहिँ तपाईँको चाहिँ अमानवीय व्यवहार गर्यो अथवा एउटा संसदीय मर्यादित नरहेर चाहिँ एउटा चाहिँ एउटा तपाईँको चाहिँ छुट्टै किसिमको चाहिँ व्यवहार गर्यो भन्ने किसिममा आएको छ के हो खास कुरा सर त्यो कुरा चाहिँ मैले पनि भिडियोमा हेरेको हो सानो क्लिप मैले पनि थोरै हेरेको थिएँ त्यहाँ चाहिँ के छ भनेदेखि गाउँपालिकाको अध्यक्ष जुन रामकुमार आचार्य हुनुहुन्छ नि उहाँ पनि पुग्नु भएको रहेछ आशिका पनि पुग्नु भएको रहेछ र आशिकाले चाहिँ अब यो मिलोमतमा नभएदेखि कसरी चलायो भन्ने चाहिँ उहाँको तर्कहरू सुन्न पाइयो यदि मिलोमतमा होइन भनेदेखि किन चलाएको अनि म सानोदेखि हेपेको भन्ने खालको उहाँले बोल्नुभएको त्यति कुराहरू चाहिँ मैले हेर्न पाएँ त्यति लामो मागे हो उहाँले जुन कुरा गर्नुभएको थियो अलिकति आक्रोशित भएर एउटा चाहिँ वडाका चाहिँ निकायका एउटा मान्छेलाई चाहिँ त्यसरी थर्काउनु हुँदैन थियो भनेर भनेको थियो भन्ने गरेको छन् त्यो जायजै हो उहाँले भनेको कुरा अब उहाँले भनेको कुरा चाहिँ जायज भन्दा पनि अब त्यहाँको त जुन पीडितको पक्षमा बोल्नुभएको उहाँले पीडितको पक्षमा हेर्दाखेरि त जायजै नै हो भनेपछि त्यो तपाईँको चाहिँ त्यो जुन ढुङ्गा खानी भन्नुभयो होइन हजुर हजुर ढुङ्गा खानीभित्र चाहिँ त्यहाँको स्थानीय निकायका होइन भनौँ न त्यहाँको स्थानीय निकायका चाहिँ व्यक्तिहरू पनि समावेश भएको र अर्को कुरा चाहिँ त्यहाँको वडा अध्यक्ष मान्छेहरू सबै कुरा समावेश भएर समित भएर त्यो चाहिँ ढुङ्गा खानी चाहिँ सञ्चालनमा ल्याएको र ढुङ्गा खानी अवैधानिक भएको तपाईँको दाबी हो त्यो ढुङ्गा खानी अवैधानिक यदि थिएन भने त्यहाँको जनताले आन्दोलन गर्ने थिएन पटक पटक आन्दोलन गरेको हो नि बन्द गर्नुपर्छ भने तपाईँको आन्दोलन मात्र होइन पटक पटक बन्द पनि भएको हो त्यो खानी बन्द हुँदै फेरि उनीहरू मिलोमतमा फेरि खोल्दै फेरि स्थानीय उठेर बन्द गर्ने फेरि खोल्ने उनीहरू पार्टीको संरक्षकमा चाहिँ त्यो जुन ढुङ्गा खनी चाहिँ खोलिरहेछ त्यो थाहा छ तपाईँलाई त्यो त तपाईँको त्यो पार्टीहरूको इसारा होला पार्टीहरूको पावर होइन सबै मिलेको छ यसमा हेर्ने हो भने नेपाली काङ्ग्रेस एमाले होइन एकीकृत समाजवादीदेखि सबैको मिलोमतमा खोलेको त्यो खानी हामीले भित्री रूपमा हेर्दाखेरि सबै अनुसन्धान गर्दाखेरि के देखिन्छ भन्दाखेरि त्यो जुन खानी सञ्चालन गर्ने जुन मेन हुनुहुन्छ नि उहाँहरू पनि पार्टीकै हुनुहुन्छ कि त्यो भएको हुनाले अब त्यहाँ त जस्तै अब पालिकाको अध्यक्ष एमालेको हुनुहुन्छ ढुङ्गा खानी सञ्चालक अब काङ्ग्रेसको हुनुहुन्छ उहाँहरू सबै मिलोमतमा चाहिँ खानी खोलेको देखिन्छ होइन अब त्यो पटक पटक त्यहाँको चाहिँ स्थानीयको अवरोध र त्यहाँ अवरोध गरेर चाहिँ बन्द गर्नको लागि पटक पटक बन्द गरिसकेपछि त त्यो खानी त खोलिरहनु उपयुक्त थिएन नि त होइन यदि त्यहाँको स्थानीयको चाहिँ उहाँहरूको उसमा हो भने त बन्द गर्नु पर्थ्यो नि त बन्द गरिएन यो घटना घट्नै थिएन बन्द गरेको थियो भने
यो त दुःखद घटना घटेको भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ माननीय ज्यू आशिका तामाङले चाहिँ पीडितको पक्ष बोलेको त्यो जायजै विषय थियो। अहिले आएर त्यसलाई भण्डाफोर अथवा ट्रोलको रूपमा लिनु आवश्यक थिएन हो। उहाँले आशिकाले बोल्नुभएको के कुरामा अब त्यो मैले पनि राम्रोसँग धेरै भिडियोहरू हेरेको छैन। उहाँले के बोल्नुभएको छ भन्ने कुरा चाहिँ म पनि आज व्यस्तता कारण भर्खर मात्रै आइपुगेको छु यहाँ काठमाडौँ। एउटा तपाईँको चाहिँ माननीयज्यू भएर मर्यादामा नरहेकन चाहिँ निज शब्द प्रयोग गरेर गाली गर्यो भन्ने किसिममा आएको छ क्या। त्यो हुनसक्छ। मैले पनि अब त्यो भिडियो सबै हेरिसकेपछि मात्रै भन्न मिल्ला। तपाईँ एउटा त्यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ, स्थानीय व्यक्ति हुनुहुन्छ होइन। त्यो घटना घटिसकेपछि अब तपाईँहरूको माग चाहिँ के हो खास? त्यो क्रसरलाई बन्द गरेर अनि त्यसपछि क्षतिपूर्ति उचित क्षतिपूर्ति दिएर अनि त्यसपछि त्यो कानुन कठघरामै उभाउनु पर्ने अथवा त्यो जो मान्छे सञ्चालन पावरमा सञ्चालित गर्नुभएको छ अथवा त्यो ढुङ्गा खानीका चाहिँ मालिकको हुनुहुन्छ त्यसलाई पक्रेर चाहिँ सफाइ दिनुपर्ने अथवा सफाइ भन्नाले त्यसलाई चाहिँ कानुन कठघरामा चाहिँ उभ्याउनुपर्छ भन्ने कुरामा हो तपाईँहरूको दाबी चाहिँ? अब यत्रो घटना घटिसकेपछि त त्यो खानी त बन्द हुनैपर्छ नै। अब त्यो बन्द गराउने नै हो। पीडित पक्षलाई पनि न्याय दिलाउनुपर्छ र दोषीलाई यदि दोषी ठहरेमा दोषीलाई कारबाही पनि हुनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो। कतिजना घाइते भएको छ, कतिजना मरेको छ त्यहाँ घाइते चाहिँ कोही पनि भएको छैन। टिफरमा जुन ड्राइभर चालक चाहिँ अब त्यहाँ टिफरमै रहेको हुनाले माथिबाट ढुङ्गाले किचिएको छ र त्यो ड्राइभर चाहिँ सिटमै किचिएको अवस्था छ। किचेर आयो भन्नु पाएन, त्यसैमा उहाँको मृत्यु भएको अवस्था छ। ल ठिक छ, हामी समय भयो। अब तपाईँ एउटा चाहिँ उज्यालो नेपाल पार्टीका युवा नेताको रूपमा चिन्नु भएको छ होइन, चिनिनुहुन्छ। कसरी अगाडि बढ्दै हुन्छ उज्यालो नेपाल पार्टी? उज्यालो नेपाल पार्टी चाहिँ देशभर कार्यक्रमहरू भइरहेछ। हाम्रो भर्खर धादिङ जिल्ला पनि आज भेला भएर सम्पन्न भएर चाहिँ कार्य समिति गठन सकाइरहेछ। तर उज्यालो नेपाल पार्टी त भन्छन् कुलमान घिसिङको नेतृत्वको पार्टी भन्छन्, तपाईँहरूको त खोइ पछिल्लो समय हेर्दाखेरि केही पनि देखिन छ। तपाईँहरूले राम्रोसँग हेर्नुहोस् न, माहौल त अहिले त तपाईँलाई थाहा छ वातावरण रूपमा बाहिर त तपाईँको खरानी ग्याङ र क्युआर ग्याङ माटे ग्याङको चाहिँ पुरै द्वन्द्व चलिरहेको छ। त्यो चपेटामा पर्दाखेरि तपाईँहरूको त पार्टी त केही नरहने जस्तो लाग्छ त सर, के हो खास कुरो यो? होइन केही नरहने होइन कि उहाँहरूको मिडिया छ, चपेटामा परिसकेपछि त थिचेला भन्ने हुन्छ नि त। अनि उहाँहरू छैन तपाईँहरूको शून्य छ कुलमान घिसिङको पार्टी भन्छ। उहाँहरूको के छ भने डिजिटल युगमा पुगिसकेपछि उहाँहरूले डिजिटल प्रयोग गर्नुभयो कि धेरै डिजिटल प्रयोग गर्नुभयो। मिडियाहरू पनि धेरै छन् नि उहाँहरूसँग त होइन, प्रयोग गर्न जाने कि उहाँहरूले। तर हामीसँग त मिडियाहरू कम छ नि त होइन। कार्यक्रमहरू हुँदाखेरि पनि हाम्रो त के हुन्छ भने मिडियाहरू त्यति पुगिरहेको हुँदैन, खबर हुँदैन। त्यो भएको हुनाले बाहिरी रूपमा नदेखाएको हो नि त। तर उहाँहरूको भन्दा पनि हाम्रो त सङ्गठनहरू त बनिरहेछन्, व्यापक रूपमा बनिरहेको हुनुहुन्छ नि होइन। हजुर, तपाईँ सिधा बोल्नुहुन्छ होइन एकदम। तपाईँले आज मेरो मिडियामा हजुर शिखर अनलाइन खबरमा तपाईँले भनिदिनु पर्यो कि तपाईँहरूको पार्टी उज्यालो नेपाल पार्टीमा जति पनि मान्छेहरू छन् त्यहाँ चाहिँ 3वटा उहदा छ अरे, 3वटा लेयर छ अरे। त्यो लेयरमा चाहिँ ग्राउन्डको मान्छे माथि पुग्नै नदिने, कुनै पनि कुराहरू राख्न नदिने, ठाडै चाहिँ माथि चाहिँ त्यो टुप्पामा भनौँ न शीर्ष उहदामा रहेका नेताले राख्नै नदिने र अवसरवादीहरूको चाहिँ ठाउँ छ। त्यो चाहिँ अवसरवादीहरूको चाहिँ त्यो पार्टीमा चाहिँ अवसरवादीहरू धेरै छन्, त्यसो भएको कारणले त्यो पार्टीले एक सिट पनि जित्न सकेन भन्ने कुरा आरोप छ। के हो खास कुरा? अवसरवादी छ त्यहाँ? तपाईँले भनिदिनु पर्यो। अब खोइ त्यसमा चाहिँ सत्यलाई सत्य, दुधलाई दुध भनेर भन्नु पर्यो तपाईँ। एउटा होइन, अहिलेसम्म पार्टीमा काम गर्दै आउँदाखेरि त्यस्तो अब भेट्न नपाउने होइन। अब अवसरवादीहरू त जुनसुकै पार्टीमा हुन्छ होइन, अवसरवादी नहुने होइन, जुनसुकै पार्टीमा हुन्छ। तर पनि त्यहाँ हामीले चाहिँ त्यस्तो अवसर खोजेर आएको होइन, त्यहाँ भेट्नै नदिने खालको भन्ने कुरा चाहिँ सुनेको छैन अहिलेसम्म। हामी जस्तो मिडियाकर्मीले प्रत्यक्ष रूपमा कुलमानलाई भेट्न पाएको छैन, यो त हामीले स्वीकार्छौँ नि। त्यो वातावरण मिलाउनु पर्छ पर्दैन? तपाईँ भेट्नुहुन्छ भने हामी भेट्नलाई अतुर छौँ, त्यो समय हामी म्यानेज गरिदिन्छौँ। भेट्न सकिन्छ? सकिन्छ। किन चाहिँ त्यसो हो भने तपाईँहरूको पार्टीको पछिल्लो समयमा चाहिँ
जब कुलमान घिसिङले हारेपछि चाहिँ छैन त्यो पार्टीको चाहिँ अस्तित्वै रहँदैन भन्ने किसिममा भाष्य सिर्जन भएको छ। खोइ त सामाजिक सञ्जाल तातेको, खोइ त घाइगुई सुनेको छैन। अहिले त खरानी ग्याङ र क्युआर ग्याङ भनेर माटो भर्सेस खरानी ग्याङ भन्ने कुरोमा आएको छ। संसदीय पार्टी र यता राजसभाको पार्टी बिच मात्रै चहल पहल निकै बढेको छ। त्यसमा त केही भूमिका गर्नुपर्छ होला नि, तपाईँ पनि एउटा युवा नेता भएको हैसियतले। तपाईँलाई थाहै छ नि, जित्नेको चाहिँ इतिहास लेखिन्छ भन्ने त तपाईँलाई थाहा छ नि त। अहिले जस्तै अब श्रम संस्कृतिले पनि जितेको छ, उता माटो ग्याङले पनि जितेको छ होइन। उता अब जुन खरानी ग्याङ भन्नुभयो नि तपाईँले, स्वतन्त्र होइन, उहाँले पनि जितेको छ, 182 सिट ल्याएको छ त। मैले अनि मिडिया, सबै मिडिया त्यतातिर नलागिकन कहाँ हार्नेतिर पछि लाग्छ नि त, लाग्दैन नि त। यो त ध्रुव सत्य होला नि त। अब तपाईँलाई म एउटा क्वेसन पनि गर्छु, तपाईँको शीर्ष नेताहरूले गल्ती गरेकै हो, केही गल्ती गरेकै हो नजित्नुको? एक सिट पनि जित्न सकेन कुलमान घिसिङ होइन। गल्ती, मान्छेमा गल्ती भनेको कुरा चाहिँ तपाईँको कहाँनिर के भयो, कस्तो भयो गल्ती भन्ने कुरा चाहिँ हामीले पनि एलाइन्स गर्ने कुरा हो होइन। गल्ती भनेको मान्छेमा हुन्छ नै होला, कतै समन्वयमा गल्ती भएको हुनसक्छ अथवा केही हुनसक्छ, तर त्यसले नै ठुलो इस्यु बनाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्दैन। कतिपय मान्छेले भन्छ तपाईँको शीर्ष नेता रहेको कुलमान घिसिङ घमण्डीको कारण त आफै सक्यो भन्नुहुन्छ, हर्क सम्माङसँग मिल्न नसकेको कारण त सक्यो, अब सिद्धिहाल्यो नि भन्छन्। अहिले फेरि हर्क सम्माङसँग मिल्नको लागि कुलमान घिसिङ आउँदैछन् भन्ने कुरा आएको छ, हो मिल्ने हो अब कुलमान घिसिङ हर्क सम्माङसँग? खोइ अहिले तत्कालै मिल्छ भन्ने चाहिँ अब त्यो अहिले देखिँदैन होइन। अब उता हर्क सम्माङको टिमबाट पनि वार्ता कमिटी गठन गरेर पठाएको देखिन्छ होइन, यताबाट पनि वार्ता कमिटी गठन गरेर पठाएको छ। अब वार्ता बसिरहनु भएको छ, मिल्ने चाहिँ अहिले नै मिलिहाल्ने भन्ने चाहिँ अहिले त्यो देखिरहेको छैन। मिल्न सकेन भने के होला उज्यालो नेपाल पार्टीको भविष्य? अब सकेसम्म हाम्रो लाइनबाट हेर्दाखेरि चाहिँ सकेसम्म पार्टी हर्क सम्माङ र उज्यालो नेपाल चाहिँ मिल्नुपर्छ भन्ने हो। मिल्यो भनेदेखि पहिचानवादीहरू त एक ठाउँमा उभिएर अगाडि बढ्नु पर्यो। योभन्दा अगाडि तपाईँको उज्यालो नेपाल पार्टीको नेता कुलमान घिसिङ हर्क सम्माङसँग मिलेको भए पक्कै पनि जित्यो पनि, सिट पनि निस्किन्थ्यो। त्यसमा गल्ती गरेको हो। तपाईँ त सिधा बोल्नु पऱ्यो नि त, तपाईँले सत्यलाई सत्य, दुधलाई दुध भन्न सक्नु पऱ्यो नि त, पानीलाई पानी भन्न। मैले जे देख्छु नि त्यही बोल्दै आएको छु नि त। मैले अहिलेसम्म ढाँटेर छलेर त्यसमा गल्ती भएकै हो, गल्ती भएकै हो। गल्ती त म त्यस्तो गल्ती भएको भन्न मिल्दैन कि। तपाईँको त्यो के हो भने टुटफुट भएको भन्छु होइन। त्यो बेलामा समन्वय गरेर जानु पर्थ्यो, समन्वय भएन। हाम्रो त जसरी हुन्छ समन्वय भइदिए हुन्थ्यो, मिलेर गइदिए हुन्थ्यो हर्क सम्माङले मिल्दैन। प्रत्यक्ष रूपमा भन्नुभएको छ, म त्यहाँ गएर 3 पटकसम्म म त्यहाँ गएर उहाँको खुट्टा धोएको छु मैले कुलमान घिसिङको, तर मान्नु भएन। तर अहिले आएर हेर्नु त उहाँको परिणाम भनेको छ। खोइ त्यहाँ पुगेर चाहिँ खुट्टा ढोग्नु भयो कि ढोग्नु भएन कि होइन, त्यो त हामीले देखेन नि त। किनकि उहाँहरू दुईजना दुईजना मात्रै भेटघाट भएको त्यहाँभित्र, बाहिरी रुममा त टन्नै गए तर दुईजना मात्रै बस्नु भएको नि त भित्र कोठामा। त्यहाँ त खुट्टा ढोग्नु भयो कि ढोग्नु भएन कि हामीले देखेको छैन होइन। देखेको भए त देखेको कुरा खुट्टा ढोग्नु भएको थियो भन्थ्यो नि त। म यतापट्टि जान्छु, थाहा छैन हामीलाई। अनि तपाईँ त अहिले कुनै पनि पार्टीमा लाग्नु भएको छ कि छैन? छैन, तपाईँ स्वतन्त्र हुनुहुन्छ? म एकदम स्वतन्त्र। अब कुन चाहिँ पार्टीमा लाग्ने त? अनि कुनै पनि पार्टीमा लाग्ने अहिले मुड छैन? किन भन्दाखेरि किन होला त? तपाईँ संसदीय पार्टी आएको छ बजारमा, राजसभा पार्टी आएको छ, खरानी ग्याङ भनेर चिनेको छ जसलाई, राजसभा पार्टी आएको छ। राजसभा पार्टीतिर लाग्ने कि संसदीय पार्टीतिर लाग्ने कि उज्यालो नेपाल पार्टीतिर लाग्ने कि कता लाग्ने, तपाईँको विचार के छ? अहिले चाहिँ तपाईँको अहिलेको स्थिति र अहिलेको समयअनुसार देख्दाखेरि यो पार्टीहरूले चाहिँ तपाईँको देश बनाउने र सरकार एउटा चाहिँ देश बनाउने उद्देश्यविहीन छ कि यिनीहरूको। कुनै पनि पार्टीले अब तपाईँको देश बनाउन सक्ने अवस्था छैन। किन भन्दाखेरि सबै पार्टी तपाईँको अहिलेको स्थितिमा सबै पार्टी भनेको तपाईँको चाहिँ विदेशी इसारामा नाचिएको अवस्था छ। किनकि विदेशी इसारामा चाहिँ तपाईँको चाहिँ चलाएको पार्टी हो, त्यही कारणले गर्दाखेरि कुनै पनि पार्टीमा म लाग्ने स्थिति छैन। किनकि संसदीय पार्टी पनि उज्यालो नेपाल पार्टी पनि विदेशी शक्तिले चलाएको छ त मलाई लाग्छ। किनकि हाम्रो चाहिँ यही माटो, यही भूमिमा, यही हावापानी, यही रहनसहनमा चलेको पार्टी हो भने चाहिँ यो देशमा
चाहिँ आजको स्थितिमा आजको दिनमा चाहिँ तपाईँको चाहिँ यो छ नि पार्टी जनताले मानिन्थ्यो होला सबै पार्टीलाई बुझ्नुभयो किन भन्दाखेरि त्यस कारणले गर्दा अहिलेको अवस्थामा कुनै पनि पार्टी तपाईँको चाहिँ किनकि देशको हितको लागि चाहिँ लागेको मैले देख्दिनँ। तपाईँ यस्तो भनिरहेको थियो भोलि पर्सि उज्यालो नेपाल पार्टी संसदीय पार्टीतिर लाग्यो भने त फेरि तपाईँको खोइरो तान्छ नि फेरि अरूले होला। उज्यालो नेपाल पनि तपाईँको चाहिँ भोलि सुत्रेर आउँला, भोलि तपाईँको देशको लागि राम्रो गर्ला, संस्कृतिको बारेमा पनि आउँला, भोलि देशको लागि राम्रो गर्ला, त्यो आफ्नो ठाउँमा छ। तर अहिलेको स्थितिमा चाहिँ कुनै पनि पार्टी अहिले संस्कृति पार्टी र तपाईँको चाहिँ उज्यालो नेपाल पार्टी मात्रै भन्न खोजेँ होइन मैले। अहिले यो देशमा रहेका छ नि तपाईँको सबै पार्टीले तपाईँको चाहिँ के छ भन्दाखेरि हाम्रो देशको लागि चाहिँ लडेको मलाई देखिँदैन। भनेपछि अहिलेको परिप्रेक्ष्यमा अहिलेको कन्टेक्समा कुनै पनि पार्टी चाहिँ देशको लागि चाहिँ लडेको देखिँदैन। त्यही भएर स्वार्थ र आफ्नो चाहिँ पार्टी जोगाउनको निम्ति मात्रै लडेको देख्छु म। ल यहाँहरू दुवैजनालाई विशेष संवादको लागि समय र संवादको लागि धेरै धेरै धन्यवाद। नमस्कार। नमस्कार।